गाइज वेलकम टु माई अनदर भ्लग। लामो समय पश्चात फेरि तपाईँको बिचमा म एउटा भिडियो लिएर आएको छु। सन्डेको दिनमा आज हामीले सेवा सङ्गति सकेर दुवै घरेलु सङ्गतिले चाहिँ आज चाहिँ एकदम राम्रोसँग अनि इन्भाइट गर्नुभएको थियो हामीलाई। त्यहाँ चाहिँ हामी जाँदैछौँ। तपाईँले सहायता गर्नुहोला, तपाईँले हेर्नुहोला, सबैले अवश्य पनि तपाईँले आशिषित हुनेछ। त्यहाँदेखि अन्तसम्म तपाईँले यस भिडियोलाई हेर्नुहोला। अनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ है, थुप्रै व्यक्तिहरू आउँदछ। यहाँ चाहिँ जाबेल पार्क हो। एकदम राम्रो वेदर पनि छ। अहिले अब गर्मी चाहिँ स्टार्ट हुन गइरहेको छ। यहाँ ठुलो ठुलो बिल्डिङहरू देख्नुहुन्छ, यो बिल्डिङहरू पनि रहेको छ। अनि त्यस पछाडि यहाँ यताको फ्रेम रहेको छ, यो दुबई फ्रेम जुन चाहिँ एकदम फेमस। दुबईमा चाहिँ टुरिस्टहरू धेरै आउने गर्दछ यो फ्रेममा है। अनि यो फ्रेममा चाहिँ यो फ्रेमले चाहिँ एउटा ओल्ड दुबई र न्यू दुबई भनेर छुट्याउने गर्दछ। अनि यहाँ कुराहरू चाहिँ भित्र रहेको छ त्यहाँ। अनि त्यो पनि भिडियो हेर्न चाहनु, अलरेडी त्यो भिडियो पनि अपलोड गरेको छु गोपाल सिलाल भ्लगमा। त्यहाँ गएर तपाईँले त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ। यसो भाइ कस्तो लागिरहेछ? ठिक छ नि होइन? एकदम दुःख गर्नुभएछ भाइहरूले। आगो ल्याउने हो कि उतैबाट पहिला आछ? दाजु के छ? दाजु के छ खबर? जय मसी। सन्चै हुनुहुन्छ होइन? आज मलाई धेरै रमाइलो लागिरहेको छ। हुन त परमेश्वरको निम्ति हाम्रो लागि हरेक दिन सुन्दर छ अनि रमाइलो छ। किनभने आज विशेष गरिकन हामी युए प्रवासी नेपाली भाषीहरू अनि हामी युएमा छौँ। अनि यो युए चाहिँ एउटा यस्तो देश हो जहाँ सबै जात, भाषा, धर्म, संस्कृतिलाई सम्मान गर्ने एउटा ठाउँ हो। अनि आज विशेष गरिकन आज हामी क्रिस्चियन भएको कारणले गर्दाखेरि चाहिँ हामी युएमा दुबई नेपाली क्रिस्चियन फेलोसिपको हाम्रो आफ्नो चर्च लेफ्ट साइडमा देख्न सक्नुहुन्छ। यहाँ चिकनलाई एकदमै बार्बिक्यू गरिरहेको छ, पोल्ने कामहरू भइरहेको छ। हेर्नुहोस् एकदमै राम्रो राम्रो छ। अनि यतापट्टि अरू जसले चिकन नखाने अरूलाई अरू पनि यहाँ भइरहेको छ होइन। अनि दाजुभाइहरू यहाँ यसमा लागि एकदमै खटिराख्नु भइसकेको छ सबै कुराहरू है यहाँ। अनि सबै कुरा रेडी भइसकेको छ। हामी खानालाई चाहिँ अब तयारी गर्दैछौँ। अनि विशेष गरिकन हाम्रो घरेलु सङ्गतिको बर्दुबई घरेलु सङ्गतिको हाम्रो मुख्य अगुवा हाम्रो सन्तोष शाह, अगुवा सन्तोष शाह हुनुहुन्छ। भाइ जयमेसी। जयमेसी। अनि भाइ सन्चै हुनुहुन्छ तपाईँ? एकदम हामी सन्चै छौँ। अनि तपाईँले हामीलाई बोलाउनु भयो, एकदम धेरै धेरै धन्यवाद छ भाइलाई। धन्यवाद हजुर। अनि इन्भाइटको लागि है, यसरी सेवा सङ्गति यसरी विश्वासीहरू एक ठाउँमा भेला भएर है गर्न पाउँदा एकदम खुसी लाग्यो। सक्नुहुन्छ पुलाउ, यो सलाद, खाना, टिमुरको अचार ल धेरै धन्यवाद। ए खबुस एकदम ल एकदम दिदी बहिनीहरू। तर ए अर्को आमा यसमा के मिक्स छ? अनार, एप्पल, कुकुम्बर। ओहो यस्तो दामी रहेछ है। ल ए पोलेको मासु त खतरा। सबभन्दा अगाडि त त्यही आँखा जान्छ नि त। हुन्छ ल धेरै धन्यवाद भएको यो सुन्दर दिनको लागि पनि हामी उहाँलाई धन्यवाद लागि हामी तपाईँलाई धन्यवाद दिँदछौँ। आज संसारका हजारौँ मानिसहरूले, लाखौँ अनि करोडौँ मानिसहरूले आजको दिन चाहिँ देख्नका लागि उनीहरूले चाहना गरे, तर पनि उनीहरूले त्यो कुराहरू पाउन सकेनन्। हाम्रो दिदी बहिनीहरूले खाँदै हुनुहुन्छ यहाँ। ल धेरै धन्यवाद है तपाईँहरूलाई है एकदम। ए एकदम खुसी लाग्यो। एकदम मिठो बनाउनु भएको रहेछ। मैले त 2 थाल खाएँ। एकदम मिठो बनाउनु भएको रहेछ। धेरै धन्यवाद। तपाईँहरूले देखिसक्नुभयो है, हामीले खानाहरूको पनि हेऱ्यौँ, बारबेक्यू पनि हेऱ्यौँ। अनि अब चाहिँ दाजुभाइतर्फ उहाँहरूको फेभरेट बाइबल भर्स के हो अनि उहाँलाई सोध्न गइरहेको छु म। दाजु हुनुहुन्छ हामीसँग, हाम्रो दिलदर्जी दाजु। जय मसी। अनि खाना खानु भयो नि होइन? हजुर। कस्तो लाग्यो? एकदमै आशिषित, एकदमै रमाइलो। हजुर धन्यवादी। बाइबलमा सबैभन्दा मनपर्ने बाइबल भर्स कुन होला?
हजुर बाइबल भर्स यसो गरी यही भन्न सक्दैन तर हजुर। योना 14 को छ मलाई अति मनपर्छ। हजुर अनि यो मैले टी सर्ट लाएर कति ट्राभलहरू पनि गरेँ होइन कुनातिर। हजुर अनि हामीलाई उहाँ दिदी बहिनी अफ्रिकनहरूले पनि मलाई यसो टाढाबाट रोकेर ब्रदर यो र टी सर्ट ब्याक साइड राइट बुट भनेर गरेँ। म यस्तो चाहिँ नि एकदमै मलाई राम्रो खुसी लाग्यो यति है गर्व लाग्यो। एकचोटि देखाइदिनु न पछाडि यो देखेर छ र मलाई यो नचाउँदाको बाइबल वर्ष सोध्ने क्रममा छौँ अनि हामीसँग हुनुहुन्छ हाम्रो आदरणीय दाजु डिकन राजेश राई। दाजु जय मसी। जय मसी। सन्चै हुनुहुन्छ? सन्चै। खाना खानुभयो? मजा आयो। मजा ओके दाजु तपाईँको बाइबलभरिमा एउटा एकदम मनपर्ने बाइबल भर्स तपाईँको के होला त्यो भनिदिनुहोस्। त्यस्तो त थुप्रै छ होइन बाइबल वर्ष एउटा यस्तै मनपर्छ भन्ने चाहिँ हुँदैन तर अँ, तीमध्ये पनि मलाई फिलिपी 2:5 तिमीमा यस्तो मन होस् जो क्रिस्चियस लभ कार्यक्रमहरू हुँदैछ अनि हाम्रो बिचमा हुनुहुन्छ हाम्रो किशन श्रेष्ठ दाजु। दाजु जय मसी। जय मसी। बाइबलमा फेभरेट बाइबल भर्स कुन होला यसो भनिदिनुहोस् न। हजुर मेरो चाहिँ यो फेभरेट मेरो चाहिँ मनपर्ने भनेको यो बाइबल भर्स यो 21 को 41 देखि होइन हजुर तर भर्स चाहिँ मलाई 10 देखि 13 सम्म चाहिँ म भन्न गइरहेको छु। मलाई मनपर्ने चाहिँ 4वटा छ होइन। हजुर यसाया 14 को 10 देखि म 13 सम्म म भन्न गइरहेको छु। यसमा छ 10 मा यसैले नडरा किनकि म तसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। आमेन। आमेन। परमेश्वरले सबैलाई यस आशिष जय दिनुभएको मसी भाइ। जय मसी दाई। सन्चै हुनुहुन्छ? एकदमै आरामै। तपाईँको नाम भनिदिनुहोस् न। मेरो नाम दिपक परियार। एकदम मनपर्ने बाइबल भर्स भनिदिनुहोस् न मलाई। साह्रै नै मलाई एकदमै मनपर्ने पद हो यो यसैया 43 को 3 पद। हुन्छ भाइ धेरै धन्यवाद। जय मसी। जय मसी बहिनी। जय मसी दाई। सन्चै हुनुहुन्छ? हजुर तपाईँको चाहिँ एकदम मनपर्ने बाइबलमा मनपर्ने एकदम बाइबल भर्स चाहिँ कुन हो यसो भनिदिनुहोस् न। मत्ती 7 को 7। हजुर मत्ती 7 को 7 मा यसो लेखिएको छ कि तिमीहरू माग त तिमीहरूले पाउने छौ, खोज त तिमीहरूले भेटाउने छौ र गट्टाचाउ त तिमीहरूको निम्ति ढोका उघारिने छ। जय मसी। जय मसी। सन्चै हुनुहुन्छ? सन्चै छु। उता एकदम बाइबलमा फेभरेट बाइबल भर्स त भनिदिनुहोस् न। हुन्छ धन्यवाद परमेश्वरलाई यो समय मौका दिनुभएकोमा भाइलाई पनि धेरै धन्यवाद। आज यस हाम्रो बरदुबई झुन्डा को तर्फबाट मैले यो समय पाएको प्रभुलाई पनि धन्यवाद। फिलिपी 4 को 13 लाई म सम्झिँदैछु। फिलिपी 4 को 13 ले यसरी भन्दछ जसले मलाई शक्ति दिन्छ उहाँमा नै म सब थोक गर्न सक्छु। बहिनी जय मसी। जय मसी दाई। सन्चै हुनुहुन्छ? हजुर एकदम हजुर। अनि म पनि एकदम ठिक छु। अनि बहिनी तपाईँको एकदम बाइबलमा होइन तपाईँको फेभरेट बाइबल भर्स कुन हो एउटा भनिदिनुहोस् न। म हितोपदेश 16 को 3 पद भन्दछु। हजुर तैँले गर्ने जुनसुकै कुरा परम प्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछ। आमेन। आमेन। हुन्छ बहिनी भर्सहरू सोध्ने क्रममा छु अनि सोध्दै हाम्रो आदरणीय दिदी हामीसँग हुनुहुन्छ। अनि दिदी जय मसी। जय मसी। सन्चै हुनुहुन्छ? सन्चै। खाना खानुभयो? हजुर। मिठो थियो? हजुर। अनि दिदी तपाईँको नाम भनिदिनुहोस्। मेरो नाम माया चारु मगर हो। ओके मेरो घर चाहिँ पाल्पा हो। हजुर बसाइ चाहिँ बुटोल खैरेनी छ अनि हजुर। म चाहिँ पवित्र चर्चमा जान्छु। मलाई एकदम मनपर्ने वचन भनिदिनुहोस् न। हुन्छ मलाई मनपर्ने वचन चाहिँ धेरै छ तर हजुर। म एउटा चाहिँ भन्छु। अँ। याकुब 1 को 22 मा भनेको छ तर वचन पालन गर्ने हो, सुन्ने मात्र भएर आफूले धोका नदियो भनेको छ। किनकि हामी चाहिँ सुन्ने मात्र होइन तर वचन पालन गर्ने। बहिनी जय मसी। जय मसी दाजु। सन्चै हुनुहुन्छ? एकदमै सन्चै। अनि तपाईँको नाम भनिदिनुहोस्, तपाईँको नेपालको ठेगाना र यहाँ कहाँ सेवा सङ्गति जानुहुन्छ त्यो पनि केही भनिदिनुहोस् न। हुन्छ सबैजनालाई जय मसी। मेरो नाम अमृता प्रधान अनि नेपाल घर चाहिँ मेरो धनकुटा है। अनि यहाँको सङ्गति चाहिँ अहिले डिएनसेप परिवारसँग मिलेर आबद्ध छु। तपाईँको एकदम बाइबलमा हजुर एकदम तपाईँलाई मनपर्ने मन त सबै पर्छ
तर एकदम मनपर्ने बाइबल भर्स तपाईँको कुन यसो सेयर गरिदिनुहोस् न, उहाँहरूलाई पनि थाहा हुन सकेको होस्। मलाई चाहिँ एकदमै मनपर्ने बाइबल भर्स चाहिँ यूहन्ना 3:16 नै हो। हजुर, धन्यवाद बहिनी। जय मसीह, धेरै जय धन्यवाद। मसीह बहिनी। जय मसी दाई। सन्चै हुनुहुन्छ? एकदमै हरामी छु। हजुरलाई कस्तो छ? एकदम ठिकै। अनि खाना खानु भयो नि होइन? खाना खाइसक्यो? विशेष गरी धन्यवाद है, तपाईँले खाना तयारी गर्नुभयो, परमेश्वरले आइदिनु भयो हजुरलाई। अनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्। तपाईँको नाम भनिदिनुहोस्, नेपालको चर्चको नाम पनि भनिदिनुहोस् न। मेरो नाम निर्मला राई। हजुर नेपाल मोरङ। हजुर। चर्चको नाम सालोमे चर्च। एकदम तपाईँलाई मनपर्ने बाइबल भर्स, बाइबल पदहरू त सबै मनपर्छ, तर एकदम मनपर्ने? मलाई एकदमै मनपर्ने बाइबलको भर्स चाहिँ यसै खेल्दैछौँ है, भजनबाट, स्पेसली भजनबाट चाहिँ हामी अन्ताक्षरी खेल्दैछौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यतापट्टि दिदीबहिनी साइड हुनुहुन्छ भने अर्कोपट्टि दाजुभाइ साइड खतरा खतरा गाइरहेछ। ल जब एउटा क्रिस्चियन परिवारहरू विश्वासहरू एक ठाउँमा भेला हुँदछ, त्यहाँ चाहिँ हमेसा चाहिँ परमेश्वरको महिमा हुँदछ है। उहाँहरू नाचेर अनि हाँसेर खाएर चाहिँ प्रभुको महिमा। आजको ठाउँ चाहिँ हामी जाबेल पार्कमा थियौँ अनि ठाउँहरू कस्तो लाग्यो, थुप्रै ठाउँहरू पनि मैले देखाएको छु। तपाईँले देख्नुहुन्छ यहाँ दुवै फ्रेम नजिकबाट तपाईँलाई देखाउँदैछु मैले होइन, नजिकबाट हेर्न सक्नुहुनेछ कस्तो राम्रो दृश्यहरू देखेको छ। अनि यो अलिक बेलुकाको समय भइसकेको छ, हामीले समयहरू धेरै अनि स्पेन्ड गर्ने मौका पायौँ। यता चारैतिर हेर्न सक्नुहुन्छ कस्तो राम्रो भ्यूहरू देखेको छ, उता सनसेट, यस्तो किसिमको राम्रो सनसेटहरू तपाईँले देख्न सक्छ। यसरी नै एकअर्कामा मिलेर भेटेर भलाकुसारीहरू गरेर अनि तपाईँले आनन्द लिन सक्नुहुन्छ। अनि अवश्य पनि यो भ्लग हेरेर चाहिँ तपाईँले अनि आशिष हुनुभएको छ भन्ने कुरा म विश्वास गर्दछु।